भुटिया ट्रेन हो है सिक्रेट बटुवा कि मेरो फेस्टा डेढे हात नमस्ते सबैजनालाई स्मी सञ्जना थापा मगर एन्ड वेलकम टु माई भ्लग। अनि आज चाहिँ हाम्रो पाहुनाहरू हुनुहुन्छ दुईजना। इङ्ग्लिसमा चाहिँ के भन्छन् त, म चाहिँ नेपालीमा भनिदिएको क्या पाहुनाहरू। फर्स्ट पाहुना चाहिँ होइन यिनीहरू आइरहेको यिनीहरू। हामी चाहिँ खासमा आज चाहिँ यिनी दुईजनाको के भन्छ ब्याङ्क अकाउन्ट खोल्न गइरहेको छौँ। पैसा धेरै छ अरे हेर यिनीहरूसँग हेर, यिनीहरू करोडपति भएको छन् क्या। अनि मलाई नि यसो अरू त होइन धेरै त होइन 10 लाख यसो फालिदिन्छु भने के गएको बापत चाहिँ एक करोड चिट्टा परेछ अरे नि त। अनि दिदीलाई अनि त्यही भएर क्या अनि त्यही भन्दैछु त खाता खोल्न जानु लाग्यो अनि 10 लाख रुपियाँ दिन्छु भनेर आशा म गइरहेको छु। नत्र आज यस्तो 35 डिग्री सेल्सियस छ होइन गर्मी चाहिँ यस्तो गर्मी हो। म गइरहेको छु, म त्यति जान्छु त म जाँदैन नि। यहाँ 10 लाख रुपियाँ दिन्छु यता 10 लाख यता 10 लाख होइन खातामा चाहिँ पैसा छ अरे नपरे पनि। त्यही भएर म चाहिँ ढुक्क छु है पैसा पाउनेमा। अनि त्यो भएको भएर हामी चाहिँ जाँदैछौँ। अनि म चाहिँ स्पेसल्ली पैसा यिनीहरूले अरू त होइन यिनीहरूले मलाई 10 लाख रुपियाँ दियो भने म चाहिँ एसआइपी गरेर आउँछु है। अब के गर्नु बुढेसकालमा यसो चाहिन्छ नि त, त्यसको लागि भए पनि यसो हामी चाहिँ जाँदैछौँ गाइजहरू। यस्तो गर्मीमा पनि आज चाहिँ खास उमिनु हो नि त, सबैजना अब उमितिर छन् होइन, हामी चाहिँ बाटोतिर छौँ। त्यही हो यस्तो काममा छाता त लिएँ मैले निकाल्नै झ्याउला आयो क्या, किनभने स्टेसन आइपुग्न लागिसक्यो। अनि त्यो भएको भएर मेरो फेस भन्दा हेर न हात यस्तो राम्रो के घडी देखाएको चाहिँ नभन्नु है साथीहरू, फेरि घडी चाहिँ नभन्नु, अनुहार भन्दा हात चाहिँ यस्तो राम्रो भएको छ। अनुहार चाहिँ घामले यस्तो भएको छ कि कालो रातो। यो घडी चाहिँ देखाएको होइन यता, यो पनि घडी पनि के भन्छ सापट लिएको हो क्या। अब यिनीहरूले पैसा देसी किन्ने हो आज, यता आइफोन किन्न जानु लाखान मान्छेहरू होइन। सो अनि हामी चाहिँ जाँदैछौँ। ल म एकछिन राखेँ, मेरो हात नि अब यस्तो गल्ला जस्तो भयो कि। अनि तिमीहरूले कोरियन रेस्टुरेन्टमा खान्छ कि आज तिमीलाई कोरियन खाएर हैरान छ तिमीकै 10 के अरे 1 करोड पढेको मान्छेलाई जाब त्यो 2 लाख त केही पनि होइन कि सस्मिता। अनि नर्मल हो क्या त्यो त। क्रेडिट दिएर भन्दैमा उहाँ तिमीकै क्याप्सी खाएर पैसा भ्याएर मोबाइल किन्नलाई लिएर हिँडेको। कोरियन रेस्टुरेन्ट भन्दाखेरि अब हेरौँ के हुन्छ। हामी चाहिँ पहिला फर्स्टमा भने चाहिँ अब फर्स्ट प्रायोरिटी ब्याङ्कमा हो, किनभने अहिले कति बजी 2:30-3 त बज्न लागिसक्यो। हामी त्यहाँ पुग्दाखेरि 4 बज्छ, लगभग 5-6 बजीसम्म त खुल्ला नै हुन्छ होला जस्तो मलाई लाग्छ। जापानमा चाहिँ रातो बिदा हो, तर पनि मैले चाहिँ अघि फोन गरेर सोधेको खुल्ला नै छ अरे, किनभने नेपालको टाइमिङ अनुसार हुन्छ नि त। अब नेपालको ब्याङ्क भएपछि ल हो गाइस छोटो छाता दिदीको हो आफ्नो त त्यही थोतो छाता नि आमा गलेर कस्तो भइसकेको छ। यसरी कुचेको तोतो गइरहेको छ यसरी। यहाँ चाहिँ देखेको अहिले चाहिँ हेरेर नि कति राम्रो देखेको अमृता, कति राम्रो देखेको हेर न अहिले चाहिँ फेरि। आमा यहाँ हेर्नु त म चाहिँ साइडमा देखेँ अझै। हामी चाहिँ यहाँ म किन्दिनँ, म त आज मैले भिखारी भएको छु, भिखारी म किन्दिनँ केही पनि। हेर किन नक्कली हो यताबाट जुत्ता हेर न 15,000 भन्दा घटेको जुत्ता होइन। कहाँ जाँदा लाउने होला है त्यत्रो 15,000को जुत्ता है फेरि। अरू त अरू मैले सबभन्दा महँगो जुत्ता किनेको भनेको 6,000को हो क्या, त्योभन्दा महँगोको जुत्ता किनेको छैन मैले। 6,000 सबसे महँगो जुत्ता भनेको 6,000 हो, त्योभन्दा किनेको छैन। प्यान्ट चाहिँ सबसे महँगो 8,000को, स्कर्ट चाहिँ मैले 15,000सम्मको किनेको छु। अहिले त्यो त पहिले हो, अहिले त होइन। आजभोलि त म त सपिङ गर्दिनँ म आजभोलि त एकदमै उस। सो हामी चाहिँ स्टेसन आइपुग्यो। म चाहिँ अब एकछिन फोन राख्छु, किनभने मेरो सुइखा चाहिँ मोबाइलमै के अरे अट्याच भन्नाले एप्लिकेसन चाहिँ इन्स्टल गरेको भएर चाहिँ टच गर्नलाई मोबाइल चाहिन्छ। सो म
चाहिँ एकछिनलाई फोन राखेँ दुईजना चाहिँ पुरा सुइखा चार्ज गरिरहेछन् क्या यहाँ पैसा धेरै भएको मान्छेहरू हेर है यहाँ यता पैसा हालिरहेछन् यहाँ टक्कर लगाएर ओहो धनी मान्छेहरू हेर्नुहोस् त यहाँ उता हेर्नुहोस् त अर्को मान्छेले के हो यस्तो चार्ज गरिसक्यो अर्को मान्छेको भइसक्यो अनि त्यो त छुट्ला है फेरि ल जाउँ हामी चाहिँ माथि आएर अब पुरा यस्तो गर्मीमा हुन्छ नि नजारा हेर्दै बसिरहेको के अब के गर्नु है यस्तै चाहिँ छ नि ट्रेन आयो मलाई लिन आउनु भयो जिस्किँदा ट्रेन पनि आइहाल्यो क्या साँच्चीकै सस्मिताले जिस्किरहेको थियो झन् है ठ्याक्कै ट्रेन पनि आइदिइरहेको क्या सिमसिम हामी चाहिँ लिफ्टमा बिटु र दिवाले थाहा भयो बिटु ट्याक्राकै आइपुग्यो हामी चाहिँ ट्याक्किरहेको अघि हामी ट्रेनबाट चढेर सिधै यहाँ अब यहीँनिर बस्ने हामी पुग्दै अब यहीँनिर 2 नम्बरलाई गर्मीले हेर न यहाँ पसिना मेरो फेस यस्तो ओइली छ कि लास्टै ओइली छ फेस होइन अनि हेर न यस्तो चिल्लो निस्किएर त्यो अगाडिको बाजन हेरेर रिस उठ्ने हामी अगाडि आएर बसेको त अगाडि फ्याँच गएर कोचिहाल्यो नि के भन्नु हामी बसेको हामी यहाँ 3 जना लाइनमा हुँदा हुँदै पछाडि अगाडि अहिले फेरि मोबाइल किन्नु पनि यहीँ आउनुपर्छ गर्मी अब कति 17 को खगेर ट्रेन घडी हेर भने घडीको फेरि ब्याट्री सकिसक्यो है फेरि बेचत यहाँ चाहिँ कस्तो के मै अन्डरग्राउन्डको बाटो हेर न फेरि पुरै क्या घड्याङको बिचमा खम्बा छ खम्बा हरे शिव पछाडि फेरि यिनीहरू छ नि राम्रोसँग मोबाइल हेर्दैनन् अनि कहाँ आएँ भन्छ बुझाइदिन्छु मैले अहिले यिनीहरूलाई बस ल बाई बाई हामी जान्छौँ है सो अब यहाँ करोडपति दिदीहरूको चाहिँ यहाँ खाता खोल्ने ठाउँ आइपुग्न लाग्यो है अब चाहिँ 5 मिनटमा आइपुग्छौँ यहाँ करोडपति दिदीहरू यस्तो छ नि हेर यहाँ दुईजना झगडा गरिरहेको छ पछाडि कसको पैसा के गर्ने भन्दैछन् कि फेरि आमा अब बाहिर निस्केपछि यस्तो ताता हो यस्तो शीतल भइरहेको थियो यो कस्तो शीतल भइरहेको थियो अब बाहिर निस्केपछि यस्तो तातो हावा छ कि फेरि पानी बाहेक अरू केही छैन पोखरी सोकारी छैन रहेछ है के खान् तिमी चाहिँ निकाल ग्रिन चिया रहेछ अनुहार बिगारेको हेर दुईजनाले आमा यस्ता करोडपतिहरू छन् यार भेन्डिङ मेसिनमा आएर गर्छन् यार पानी पाउँछन् यिनीहरूले त्यो कोइनबाट निकाल न त घामले पोलेको छिटो गर न हुन्छ पानी थ्याङ्क यू मलाई होइन दिदीलाई थ्याङ्क यू ल जसलाई भने थ्याङ्क यू यो पानी निकालिदिएकोमा यहाँ दुईजना अब करोडपतिहरू यहाँ पुरा खाता खोलिरहेछन् अब मलाई 10 लाख रुपियाँ दिन्छन् क्या यहाँ म यहाँ वेटिङमा छु कतिखेर खाता खोलिसक्ला र यहाँ पाम्ला भन्दै सस्मिता 10 लाख रेडी नो मनी भरे नि आछिम का डेट सर्के आरबीयू आओ सर्के ब्रान्च अगाडि सिग्नेचर दुकिन गएको चाहिँ हेलो मिस तपाईँ मलाई 10 लाख रुपियाँ दिन रेडी हो Yes, I am
म वेटिङमा छु है। यहाँ दुईजना कुरा झगडा गरिरहेछन् फेरि। रेफ्री चाहिरहेछ। रेफ्री चाहिँ अब यता सरलाई बनाउनु पर्ला जस्तो छ। के छ सर हजुरको? रेफ्री बन्न रेडी? आमाले क्या एउटै अहिले म घरै जान्दिनँ। यता दिदीले बिचरा एक्जाम दिइरहनु भएको छ के अनि उता फेरि हाम्रो सानी मैयाले डिस्टर्ब गरेर हैरान छ बिचराहरू। हेर 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 ज्योतिले जोता लेख्छ मार्छु एउटै त न बिचरा नउ गर के नजुकाउ दिदीलाई। ऊ त्यहाँ खाली ह गर झिक परेको यता सरले बिहोर्नुहुन्छ। निकालेर ल्याऊ अहिले पैसा पे यता दाइले बिहोर्नुहुन्छ क्या परेको यता म बिहोर्छु भन्नु। तपाईँ कुन चुज गर्नुभयो थाहा छैन भन्नु। मलाई त्यो ऊ के म्याङ्गोको म्याङ्गो त्यो हरियो म्याङ्गो देख्नु भएको क्या दिदीले त ठुलोवाला हो होइन उठेको सानो खाम अहिले चाहिँ सानै खाम। तपाईँ बदाम हो त्यही मैले पत्ता लगाइदिन्छु कि मेरो चाहिँ यता माथि म्याङ्गो चाहियो ए अब चाहियो मैले लप्ची खुल्ला नै होइन। त्यो त पुरै प्याकेट लिँदाखेरि हुन्छ होला नि लिचीको त त्यो एक पिस नमिल्ने होला। एक पिस मिल्छ होइन र यत्रो छवटा त कसले खान्छ। एक पिस मिल्छ दाइ? एक पिस मिल्छ त्यो लिची? मिल्छ के मैले अघिको त्यो ग्रिन टी नै खाएर भ्याएन। मेरो यो लिची लाउनुहोस् तपाईँको धन्यवाद है। अझ खोलेर मुख थ्याङ्क यू है मलाई चाहिँ बदाम असाउनी लाउनुहोस् हजुरको ब्याग। औ मिस टोइलेट आएर गएर जान्छु। हामी चाहिँ अब यहाँ खाता खोलेर एसआइपी गरेर आइयो टक्क लाएर। यहाँ हेर गाइसहरू आएको कि फर्की फर्की गएर हामी मोबाइल किन्न जाने यस्तो मक्ख कि ल बाटो अघि कताबाट आएको तिमीहरू? बाटो बिर्सिन्छन् हेर है गाइजहरू। ला छैन यताबाट आएर उताबाट आएको अरे के यस्तो पाराले हुन्छ। अब यिनीहरूले मलाई हेर यस्तो भरिया बनाछन् गाइस हो के भन्नु। म त म बिहोस हुन मात्रै सकेको छैन। यहाँ अर्को फेरि आइहाल्नु उयो गर्दै बसेर गाह्रो छ गाह्रो हेर। मैले भन्दै थिएँ कि मोबाइल किन्दाखेरि किनेर घर पुग्दाखेरि 10 बज्छ भनेर बज्ने नै भयो क्या। किनभने हामीले अकाउन्टहरू यताउता गर्दाखेरि कति धेरै थियो नि त। दुईजनाको अकाउन्ट ओपन त्यसपछि फेरि डिम्याट अकाउन्ट अनि त्यसपछि फेरि एसआइपी त्यसले गर्दाखेरि अनि मेरो त एसआइपी मात्रै फर्म भरिहालेँ अनि फुच्चेको पनि डिम्याट अकाउन्ट अनि त्यस एसआइपी गर्दाखेरि चाहिँ टाइम लाग्यो। हामी यहाँ फेरि अहिले फेरि अन्डरग्राउन्ड यस्तो आनन्द हो कि दिदी चाहिँ घर जान मानेन यहीँ बसौँ रे भयो यहीँ छोडिदिन्छु अब दिदीलाई। ल्याउ बसेको क्या त्यसै रक्सी खाएर नै गरेर हुन्छ के भन्नु। अब हामी चाहिँ इन्ट्री गऱ्यौँ यहाँ एक्सपिरियन्स के भन्नु भएको फेरि यस्तो कालो ट्रेनको भर्खर चढेको अरे यो भुतिया ट्रेन हो है। भुटिया ट्रेन हो भुटिया त्यही भएर तिमीलाई थाहा छैन कि हामीले झुक्काएर यहाँ हुन्छ नि सस्मिता मैले भूत घर लिएर जानु हामी कि यहाँ कालो ट्रेनमा चढेर सिक्रेट हो है सिक्रेट। बदुवा कि मेरो फेस्ता तुरडी फिरा छु मेरो चाहिँ कत्रो हो र न्याउरेको जस्तो च्याउ गरेको मैले कस्तो ढेडिया खाएको र दिदी ढेडिया खा मुसादा जस्तो हुँदो रहेछ। म त केही नै बोल्दिनँ गाइसहरू। लङकोट्टा र कपाल कस्तो कालो भइरहेको थियो। हामी ट्रेन चढेर गफ कथा गर्दै अब झर्ने बेला नि आइसक्यो क्या हामी चाहिँ टक्क लगाएर यहाँ
त्यस्तो देखेको छ एउटा पिम्पल त आइसकेछ क्या यहाँनिर है आइसक्यो हेर न पिम्पल राख्नु हामी चाहिँ अब कुरा गर्दा गर्दा नै आइपुग्यौँ अब झर्ने हो टोक्क लगाएर रोपङ्गी यताबाट यताबाट कुद्नु हुन्छ यो जताबाट निस्किने अघि हामी कताबाट यताबाट आएको होइन 5 अनि एक्जिट नम्बर हेर्नुपर्छ कि मेन यहाँको अन्त त्यसै जापान भएको होइन कि अन्डरग्राउन्ड पनि यस्तो मजाको छ यहाँ स्टेसन हो नि त यो अन्डरग्राउन्ड हो क्या के भन्छ ट्रेन लिक हो नि त यो सबै हामी अन्डरग्राउन्डमै छौँ कि अन्डरग्राउन्ड पनि हामी सायद कति उसमा छौँ होला अन्डरग्राउन्ड 2 3 थर्ड फ्लोरमा छौँ क्या हो सायद है यहाँबाट हामी निस्किँदैछौँ फेरि अब माथि मोबाइल किन्नलाई के भनेको रे मैले सुनेन फेरि भन त स्यालेरी आइस मलाई अब तिमी मेरो छोरी हो नि त अब चाहिँ हामी जाँदैछौँ इलेक्ट्रिक सपतिर हो तर इलेक्ट्रिक सप त हामी जानुपर्ने त कुन साइडमा पो आयो त हामी त इलेक्ट्रिक पसल जानुपर्ने हामी कुन साइडतिर आयौँ थाहा छैन ए एकछिन म के अरे यहाँ फेरि गरेर सर्च गरेर हेर्नु पऱ्यो अब कता यहाँ फाइनली हामी चाहिँ एप्पल स्टोर आइपुग्यौँ अब एक स्टेप अगाडि मात्रै हो दिदीको यहाँ हेर न के खुसीको ठेगाना नै छैन यही हो हामी जाने चाहिँ यही सब पसल हो यहाँ अब हामी चाहिँ यहाँ के भन्छ लाइट गरिरहेछौँ यसरी यहाँ अगाडि साइडमा रातो बत्ती बलिरहेछ सो हामी वेटिङ प्लिजहरू हामी यत्रो घुमेर दिनभरि घुमेर मान्छेहरू नयाँ फोन पाएर मक्ख परिरहेछन् है कोही फेरि उता नयाँ ब्याग बोकेर मक्ख परिरहेछन् यिनीहरूले मलाई आज 10 लाख रुपियाँ दिन्छु भनेर 10 लाख रुपियाँ दिएनन् 10 रुपियाँ दिएनन् म अब रुन मात्रै बाँकी छ नेपाली खाना खुवाउने हेर पैसा निकाल्न थियो अरे हेर है लाग्छैन यहाँ पैसा निकाल्न थियो भनिरहेको छ नि यहाँ मलाई पैसा दिएन अनि यहाँ निकाल्नु छ भनेर कराइरहेछ डिङडिङ लाएर किन हालिदिएको त अनि त्यसरी किन हालेको डिङडिङ लाएर उल्टे मैले दिनु परेको छ यता पैसा अनि यहाँ छ जाने हामी हिँड्दै गर्छौँ तिमी निकालेर आऊ बिचरा मेरो बाबुको तोतो हिँड्ने ठाउँ त्यहाँ हो कता गयो यहाँ माथि यता उता पछाडि हो कि खुचेरले तोतो गर्छ नि त अन्त ए यहाँ माथि हो क्या यो ठाउँमा हो क्या त्यो ट्रेन हिँड्ने लिक हो नि त यो चाहिँ यो ट्रेन हिँड्ने लिक हो हाम्रो खुचेरले तोतो भन्छ अस्ति आउँदाखेरि खुब उसलाई ट्रेन भन्न सक्दैन अनि तोतो गर्छ बेबी तोतो भन्नुहोस् खुचुरुक कोठेर हेर्छ क्या फेरि कहिले होला हौ फुच्ची आउने अनि त्यसपछि मजाले घुम्न जाने होला योचोटि आयो भने त घुम्न जाने होइन अम्टा मजाले कता घुम्न जान्छौँ नि कस्तो राम्रो देखेको हेर न अघि त घामले गर्दा रातो देखेको क्या फेस अहिले हेर न कस्तो राम्रो देखेको छ यति राम्रो भनेर भन्न नमिल्ने होइन आफ्नो लागि आफै राम्रो हेर्ने हो कसैले राम्ररी भन्नुहोस् नभन्नुहोस् आफूले राम्ररी भन्ने हेर गाइजहरू होइन कसैको लागि राम्रो हुने पनि होइन कसैलाई देखाउन राम्ररी हुने पनि होइन आफ्नो लागि राम्ररी हुने हो सबसे मेन हेल्दी हुनु पर्यो राम्ररी हुनु पर्यो भइहाल्यो है अरूको लागि होइन नि त आफ्नो लागि अब त्यसपछि हामी चाहिँ यहाँबाट जान्छौँ आज भुटन खानालाई मोमो खान्छौँ त्यसपछि के खान्छौँ आज त्यही माथि बिस्तारै यता जापानतिर त 30 पनि लागिरहेछ साथीहरू तपाईँहरूलाई चाहिँ कतिको 30 लागिरहेछ हुन त नेपालमा पनि कता त अब तर खानु सुरु भइसक्यो क्या अरे हामी चाहिँ योचोटि चाहिँ खै के गर्छौँ थाहा छैन त्यस्तो धेरै जाँगर पनि लागेको छैन मलाई चाहिँ अब त्यो दर खानालाई अब लेट्सी योचोटि के हुन्छ हेरौँ खायौँ भने पनि भ्लग आइहाल्छ डन्ट वरी तर आजभन्दा साह्रै अल्छी भएको छु क्या म चाहिँ भ्लगहरू बनाउन यताउता गर्नलाई नि
भोलिदेखि फेरि जुतो काम छ मेरो स्याटरडे सन्डे बाहेक बिदा नि छैन आज नै धन्न कहाँबाट बिदा भएर घुमेर आयौँ होइन तिम्रो मेरो फेस ओलो टाइपको रहेछ नि हाम्रो राउन्ड फेस छ राउन्ड मेरो चाहिँ ओइली छ के मेरो पनि ओइलो छ सस्मिता पैसा निकाल्न गएको मान्छे हेर त्यहाँ गएर हामी चाहिँ मान्छेहरू पैसा निकालेर खुइ अगाडि गएछन् के हामी दिदी म चाहिँ गफ चुड्दै बसिरहेको होइन मजाले ऊ चाहिँ पैसा निकालेर अगाडि कुर्दिरहेको के यस्तो मजाले सरर हावा लागिरहेको छ अब राम्री मान्छेहरूलाई त्यसमा राखिदिएको नि त हाम्रो उसको भिडियोको शोभा बढाइदिएको नि त हौ अरू त होइन यहाँ जापानिज ताबी हुँदै जानु छ यार मलाई एक दिन ताबी हुँदै खान ताबी हुँदै भनेको नन स्टप 1 घन्टासम्म जे खाए पनि मतलब टाइमिङ हुन्छ कि 1 घन्टा 1.5 घन्टा जान मन छ सुदानुमाको चाहिँ बन्द भइसक्यो रे मेरो खाइसकेको त 2 महिनामा एकचोटि हुन्छ कि 2 महिनामा एकचोटि कि 3 महिनामा एकचोटि हुन्छ अस्ति बिर्सिएँ म त 2 महिनामा होला 3 महिना त होइन 2 महिनामा एकचोटि हो क्या सायद हामी नोमी खाइमा त गइन्छ तर के गर्नु केटी म एक्लै छु मेरो डिपार्टमेन्टमा केएफसी धेरै खानु हुँदैन हौ कहिले म चाहिँ हेर न यहाँ खानेकुराले गनायो भन्छ यार के भन्नु यस्ता मान्छेहरू खानेकुराले गनायो भन्छन् तिमीलाई मन परेन भन्दैमा अरूलाई गनायो भन्ने हो त त्यस्तो भन्नु हुँदैन नि त्यो केकहरू पाउँछ के केकहरू अनि त्यो उसको पान पसलहरू छ नि त त्यो भएको भएर चाहिँ अब चाहिँ यसरी हेर्नु पऱ्यो कि यतापट्टि साइडमा मजाले आएर अब चाहिँ दाइसो त बन्द हुन्छ यति छिटै त्यस्तो धेरै टाइम लाग्दैन नि त टिफिन किन्ने टाइममा चाहिँ अनि कता डुलेर बस्छ अनि ढिलो गर्छ डङ्कीमा पनि पाउँछ टिफिन बक्स जाने भए जाम्ला अहिले गाइजहरू सो आजको लागि चाहिँ भिडियो अब यति नै हो आज अलिकति थाक्यौँ हल्का अनि अब हामी सायद घरमा गएर चाहिँ पकाउँदैनौँ हामी यतै कतै नेपाली रेस्टुरेन्टतिर छिर्छौँ खान्छौँ अनि त्यसपछि जान्छौँ सो आजको लागि चाहिँ सबैजनालाई बाई बाई भन्न चाहे अनि त्यसपछि भिडियो हेरेर कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला अनि सेयर पनि या म चाहिँ यसरी रात खिरा अनि भन्दै जाने हो ल अन्त बाई गरिदियो सबैजनालाई बाई बाई गरिदिएको ल हामी चाहिँ अब छुट्टेको हामी पनि